ल साथीहरु एकैछिन यो भिडियो हेरौँ त। हेलो 10 मिनट पावर न्याप लिन्छु भनेर 5 घण्टा सुत्यो म। 5 घण्टा पावर न्यापको धजिया उडाएर मैले टेन्सन न्याप लिए। त्यस्तो पनि हुँदो रहेछ भनेर कालो कालो छ्या त्यो ओए भइसक्यो भन्दा कालो क्या त्यो धेरैसँग सेक्स गरे पनि त्यस्तो हुन्छ अरे हैन। मैले कसम शर्मिला दिदी मबाट सुनाइदिएँ क्या मैले। मोदीले पनि बोल्न बारे छ क्या भिडियो म बोल्न बारे छ मैले हेरेको थिएँ क्या। अनि त्यही मैले भनेको अहिले चाहिँ त्यस्तो हुन्छ भनेर चाहिँ भन्न मागेको थिएँ कि मैले चाहिँ त्यही सुनेर मैले भनेको अहिले चाहिँ फेरि मलाई थाहा छैन ल। फेरि हुन्छ हामी कुराकानीको अन्तिममा के भन्न चाहनुहुन्छ? त्यो भिडियो मैले हेरेको हो यार। मलाई के थाहा त नि मैले सबैको हेरेको छ र ठुक्क तपाईँको जिन्दगी। तपाईँ कस्तो छ टुप्पो अनि केटी मान्छेको अनि के भन्यो त अनि त्यस्तो अनि के सेम क्या सबै एउटै हुन्छ र भनेको क्या दिमाग र मलाई पनि थाहा थिएन नि त है। पछि मैले त्यो भिडियो मेरो मोबाइलमा छ त्यो भिडियो होइन यसमै छ। मलाई थाहा थिएन कि मलाई एउटा दाइले पठाउनु भयो के पठाएर चाहिँ मैले हेरेँ क्या हेर्छु त कस्तो देखेँ है। पछि लास्टमा त्यो लास्टसम्म पुरै हेरेँ क्या मैले फुल भिडियो। आमा म त लास्टमा तर्सेको भने है आमा त्यस्तो पनि हुँदो रहेछ भनेर कालो छ्या त्यो ओए भइसक्यो भन्दा कालो क्या के भएर त्यस्तो हुन्छ मलाई थाहा छैन यार। त्यो धेरैसँग सेक्स गरे पनि त्यस्तो हुन्छ अरे हैन। मैले कसम शर्मिला दिदी मबाट सुनाइदिएँ क्या मैले। मोदीले पनि बोल्न बारे छ क्या भिडियो म बोल्न बारे छ मैले हेरेको थिएँ क्या। अनि त्यही मैले भनेको अहिले चाहिँ त्यस्तो हुन्छ भनेर चाहिँ भन्न मागेको थिएँ कि मैले चाहिँ त्यही सुनेर मैले भनेको अहिले चाहिँ फेरि मलाई थाहा छैन ल। फेरि हुन्छ हामी कुराकानीको अन्तिममा के भन्न चाहनुहुन्छ? अब अन्तिममा के भन्छ मलाई हाम्रो हेर्ने दर्शकहरूलाई माया गरिदिनु होला सबैले हैन। अनि ऋतु बस्ने धेरै छाडा बोल्छ भने नबन्नु होला। म त्यस्तो छाडा बोल्दिनँ। अब जस्तै क्वेसन न जस्तै प्रश्न उस्तै उत्तर हो फेरि है त्यस्तै हो। म चाहिँ अलि कमेडी टाइपको छु त्यही भएर चाहिँ त्यस्तो नराम्रो सोच्दैन होला। देख्नुभयो नि हाम्रो सामाजिक सञ्जाल कतिको विकृति फैलाएको रहेछ। सामाजिक सञ्जालमा कतिको कुराहरू लिक भइरहेको छ कस्तो कुराहरू छ भन्ने कुरा देख्नुभयो नि। यस्तै छ है सामाजिक सञ्जालको सही सदुपयोग गरौँ यसको दुरुपयोग कसैले पनि नगरौँ।